हामी चाहिँ डाँडादेखि मुनि आइसक्यौँ। यो चाहिँ के अरे धुपी भैरुङपाती चाहिँ पुरै हामीले चालिरहेको छौँ है त। यहाँ हामी चाहिँ यहाँ भित्रभित्रै यस्तो यसरी झन्झनै लड्दै जाँदैछौँ। भालुले एट्याक गर्छ कि भन्ने डर पनि छ। यो उसको भित्र चाहिँ यस्तो चाहिँ मुनि मुनि चाहिँ पुरै दामी छ हो। अनि माथि चाहिँ यस्तो छ है, बबा छ कि ऊ माथि आउँदै हुनुहुन्छ। हाम्रो साथीहरू चाहिँ अलि यो खैरेहरू चाहिँ अलिकति हिँड्नु सक्दैन रहेछ। बाटो चाहिँ यस्तो छ है। यतातिर चाहिँ डाँफेको अन्डा पनि भेटिन्छ है रे भनेर अघि एक तल हामी बसेको होटलको दाइले भन्दै हुनुहुन्थ्यो। सेम हो नि त त्यो त ढुक्कै होइन। ठ्याक्कै माथि है। ऊ हेरौँ त ठ्याक्कै ठ्याक्कै है। के बुझ्छु म त्यसले। के बुझ्नु भयो ठ्याक्कै छ छड्नु चाहिँ। ओहो भाइ ठिक छ। आराम छ आराम से। के पो करायो के पो म त होइन उताबाट होइन घुवाँ भन्नु के ज्याकेट तपाईँ ज्याकेट फेरि कराउनु लान्छ ल फेरि। माथिबाट भयो भिडियो यताबाट खिच्नु पर्यो क्या बाई लु यसरी पो। यसरी हामी बाटो पत्ता लगाएको छौँ भने यो चाहिँ तपाईँहरूलाई खास एउटा चिज देखाउँछ है म। चिज यो चाहिँ के सुनपाती भनेको चाहिँ यो हो। यो यस्तो मिठो आउँछ। आहा यसको बास्ना हर माथि हाम्रो चिजहरू यता गाइड्सहरू हामी यता हामी चाहिँ यहाँ माथि जाने हो। जानु यो डाँडा निस्किन्छ होइन हामी यो माथिको तल्लो हामीले चाहिँ एयरपोर्ट खन्ने गरेको छौँ है यहाँ सल्लाह। झाडी अब बाँकी छ झन् बढी। यस्तो छ हाम्रो बाटो चाहिने। जङ्गल खै पार गर्ने हो।